नमस्कार। आज नयाँ भ्लग चाहिँ सुरु गर्दैछु। आजको नयाँ भ्लग चाहिँ तपाईँहरूको सुरुवातमै हिँडेरै आउँछ एउटा भ्लग। तपाईँहरूले सबैजनाले लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला। को जाँदैछौँ भन्दाखेरि मेरी बुढी र मेरी छोरी। कहाँ भन्दाखेरि हामी आज छोरीको सुई लाउन गइरहेको छौँ। सबैजनाले हेर्दै होला हाम्रो गाउँ पनि कस्तो छ त्यही अनुसारले है त। बाटो यस्तो छ, बाटो चिप्लो भएर आज हामी के छ भन्दाखेरि हिँडेरै गइरहेका छौँ। त्यही भएर बाइकमा यस्तो छ, हिँड्नुपर्छ, बाटो चिप्लो छ। त्यहाँ पर है हाम्रो घर चाहिँ आँखा हेरेको। यो हाम्रो मामा घर छ। मामा घर डाँडा, यो चाहिँ हाम्रो मामा घरको डाँडा हो। त्यो खरु डाँडा है गाइज। लेकबेसी वडा नम्बर, लेकबेसी नगरपालिका कार्यालय भर्खर बन्दैछ। एउटीपट्टि मन्दिर भएको छ र हाम्रो नजिकै च्याउली बजारमा कुनै लगाइरहेको छौँ गीत। नानी त्यहाँनिर हेर छोरी, हेर त हेऱ्यो कता छ। बाटोमा पानी परेर यस्तो हिलो भएको थियो, के गर्नु साथीहरू। त्यही भएर यस्तो हिँड्नु परेछ आज। ज्यान घट्छ क्या हो मेरो आज हिँडेरै। यो हाम्रो पुरानो स्कुल कल्याणको स्कुलमा, यही स्कुलमा हो म नि पढेको। यही स्कुलमा पढेर हो म ठुलो भएको। अनि त्यो रहेको छ हाम्रो स्याउली बजार। अनि यही ग्राउन्डमा हो हामी फुटबल खेलेको। सानो बाला गीत आएन, केही छैन। टोलमा चाहिँ विकास हुँदैछ। लाइटको जडान भइसकेको छ यो टोलमा, भुरुङ डाँडा टोलमा। हेर्नुहोस् गाइज है, 16-12 बत्ती हो यो। ठाउँ ठाउँमा हालिदिएको छ, विकास भइरहेको छ। भ्लग गराउन सकिएन साथीहरू गाइज। अब अर्को भ्लग चाहिँ तपाईँहरूको सोचे अनुसारले नै म गराउने छु। आजको भ्लग कस्तो लाग्यो तपाईँहरू कमेन्ट गर्नुहोला र लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला है त। आजको भ्लग यहीँसम्म। धन्यवाद।